अध्यादेश बेला बेला नेपाली राजनीति तताउँछ यो अध्यादेशले। आखिर यो अध्यादेश भनेको के हो? अध्यादेश भनेको सरकारले संसद नचलेको बेला तत्काल कानून बनाउन ल्याउने अस्थायी कानूनी व्यवस्था हो। फेरि यही अध्यादेश यति बेला चर्चाको विषय छ, किनभने रासोपाको एकल बहुमतको सरकारले संसद अधिवेशनलाई रोकेर केही अध्यादेशहरू जारी गर्न राष्ट्रपतिका सिफारिस गरेको छ। संविधानको धारा 114 मा अध्यादेश सम्बन्धी व्यवस्था छ। त्यो धारामा भनिएको छ, संघीय संसदको दुवै सदनको बैठक चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछन्। अनि यसरी जारी भएको अध्यादेश तत्काल ऐन सरह मान्य हुनेछ। तर यसरी संसद छलेर ल्याएको अध्यादेश के दीर्घकाल रूपमै कानूनी मान्यता प्राप्त गर्छ त? गर्दैन। संसदको बैठक नहुँदा तत्काल केही गर्न आवश्यक परेर यसरी ल्याइएको अध्यादेश संसदको बैठक बसे पछाडि संसदबाट पारित गर्नलाई संसदमा पेश गर्नुपर्छ र यसरी पेश गरेको अध्यादेश 60 दिनभित्र संसदले पारित गर्नुपर्छ र पारित नगरेमा स्वतः खारेज हुन्छ। तर यही बीचमा पनि यसको दुरुपयोग भएमा, अन्यथा लागेमा अथवा राष्ट्रपतिले आवश्यक ठानेमा यो अध्यादेश फिर्ता लिन पनि सक्छन्। तर अहिलेको सरकारले संसदको बैठक बस्न सक्ने अवस्था हुँदाहुँदै पनि अध्यादेश ल्याउनुले विवाद बढेको हो। तर सरकारले यसरी अध्यादेश ल्याउनुका पछाडि केही कारणहरू छन्। विगतमा पनि यस्ता अभ्यासहरू हुने गर्थे। ऐन बनाउन, कानून बनाउन संसद छ, तर छोटो बाटो संसद चलेर अध्यादेश ल्याइन्छ। किनभने राष्ट्रपति मार्फत अध्यादेश ल्याउँदा त्यो अध्यादेश तत्कालै ऐन सरह हुन्छ र काम गर्न सुरु गर्छ। तर संसदबाट ऐन बनाउने प्रक्रिया धेरै लामो हुन्छ। पहिला त सरकारले संसदमा विधेयक प्रस्तुत गर्छ, त्यो विधेयक समितिमा जान्छ, अनि समितिमा छलफल हुन्छ, समितिले पारित गर्छ अथवा संशोधन हुन्छ। यसो हुँदा पनि केही दिन समय लाग्छ। त्यस पछाडि त्यो समितिले पास गरेको विधेयक संसदमा आउँछ, त्यसलाई फेरि संसदले पारित गर्नुपर्छ, त्यसका लागि पनि केही दिन समय लाग्छ। अनि संघीय संसदले पारित गरेको विधेयक राष्ट्रिय सभामा जान्छ, त्यहाँबाट पनि यो पारित हुनुपर्छ, अनि बल्ल राष्ट्रपतिका प्रमाणीकरणका लागि पुग्छ। त्यस पछाडि त्यो कानूनको रूपमा अगाडि बढ्छ, अनि बल्ल सरकारले त्यो कानून अनुसार गर्न चाहेको काम गर्न सक्छ। संसदबाट उसले ल्याउन चाहेको विधेयक अथवा कानून पारित हुन सक्ने कुरा निश्चित नै छ। तर पनि सरकार अहिले अध्यादेश ल्याएको छ, किनभने उसले केही कामहरू तत्काल गर्न चाहन्छ। अहिले ल्याउने अध्यादेशहरूमा खास कुरा के छ त? अहिलेको सरकार गठन हुँदाकै दिनमा 100 वटा कार्यसूची ल्याएको थियो। ती धेरै कार्यसूचीहरू दिन तोकेर, महिना तोकेर, यति दिनभित्रमा, यति महिनाभित्रमा गरिनेछ भनेर सरकारले घोषणा पनि गरेको थियो। त्यसो हुनाले पनि तोकिएको समयभित्र काम गर्नलाई सरकारलाई केही नियमहरूले रोकेको छ, केही कानुनहरूले रोकेको छ। सरकारले राजनीतिक नियुक्तिहरू खारेज गर्ने भनेको थियो, तर त्यो निर्णय कार्यान्वयन गर्न उसलाई केही ऐनले रोकेको छ। त्यसैले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएको छ। सहकारीका साना बचतकर्ताहरूको रकम फिर्ता गर्न, भूमि, मालपोत र नापी लगायतका सेवाहरू प्रभावकारी बनाउन, सार्वजनिक खरिदेनमा हुने अनियमितता हटाउनको लागि ऐन संशोधन गर्न लगायतका तत्काल गर्नुपर्ने कामहरू गर्नका लागि सरकारले अध्यादेशको बाटो रोजेको छ। अझ स्पष्ट रूपमा भन्दा संसदबाट ऐन बनाएर ल्याएर काम गर्न ढिलो हुने हुँदा तत्काल काम गर्नको लागि उसले अध्यादेशको बाटो रोजेको छ। फेरि त्यो अध्यादेश पारित गर्न संसदमा त जानु नै पर्नेछ, तर त्यो बीचमा त्यो संसदबाट पारित भइसक्दा यता कामहरू पनि गर्न सकिन्छ भन्ने उद्देश्यका साथ यो सरकारले अध्यादेश ल्याएको। अब यसो भने अध्यादेशको विरोध किन भइरहेको छ? केही थरीले त सरकारको विरोध गर्नलाई नै अध्यादेशको विरोध गरिरहेका छन्, तर केही थरीले विधि र प्रक्रियाको कुरा उठाएका छन्। प्रश्न यहाँ विधिको हो, प्रक्रियाको। संसदमा बहुमत छ, चाहेको कुरा संसदबाटै गर्न सक्छ सरकारले, तर उसलाई छिटो गर्नका लागि अध्यादेशको बाटो रोजेको छ। यस्तो संविधानको केही मर्म पनि मिचेको छ, लोकतान्त्रिक प्रक्रियाको केही विधि पनि मिचिएको छ। यो कुरा सत्य हो, तर सरकारले अध्यादेश मार्फत जे गर्न खोजेको छ नि त्यो चाहिँ ठिक छ। पहिला पनि यस्ता अध्यादेशहरू आउँथे, तर फरक यति हो, हिजोको दिनमा अर्काका पार्टी फुटाल्न आउँथे, अर्काका पार्टी मिलाउन आउँथे, सत्ताको हिसाब किताब मिलाउन पनि यस्ता अध्यादेशहरू आउँथे। तर अहिले चाहिँ सरकारले केही राम्रा कामहरू गर्न यो अध्यादेश ल्याएको छ। संसद हुँदाहुँदै त्यसको एउटा विधि हुँदाहुँदै जुन अर्को बाटो सरकारले रोजेको छ, यो विधिको विषयमा चाहिँ प्रश्न गरौँ। तर ल्याउन खोजेको जुन कन्टेन्ट छ नि, अघिल्ला सरकारहरूले ल्याउँदा त्यो बेलाका मान्य विश्वप्रकाश शर्माले भने चाहिँ कन्टेन्ट ठिक छ भने त्यसलाई चाहिँ समर्थन गरौँ।